ल दामी मजुर हेर त ओए होए ल लभली हो नि त ओए दामी छ है त्यो चाहिँ हाम्रो ओखलढुङ्गाको परिचय हो क्या मुस्ताङ जानै पर्दैन क्या यी रोसीमा आउने राइड हान्ने ड्याङ ड्याङ हालेन दाई रवि दाई लौ न यो रोसीको बाटो चाँडै बनाइदिनु पर्यो पूर्वतिर जाने मान्छे सबैले दुःख पाए अहिले मध्येको सबभन्दा खतम बाटो भनेको यही होला हौ बाटो गुड मर्निङ है साथीहरू सबैलाई के छ आरामै सन्चै हुनुहुन्छ म चाहिँ न्यु डे न्यु भ्लगको साथमा आइसकेको छु म चाहिँ काठमाडौँ जाँदैछु अनि म घरबाट निस्किसकेको छु अब यहाँबाट तल जानुपर्ने हुन्छ सामुदार बजार यहाँबाट चान्चुङ 5 किलोमिटर जति बजार त्यसपछि भनेको 20 किलोमिटर त्यसपछि भनेको त्यहाँबाट 35 किलोमिटर त्यसपछि फुटकोट त्यहाँबाट 80 किलोमिटर धुलिखेल त्यसपछि 25 किलोमिटर काठमाडौँ है त अनि एक्लै जाँदा चाहिँ कस्तो लाग्छ भने अहिलेसम्म एक्लै हिँडेको छैन मलाई लाग्छ बोरिङ नै हुन्छ कि अब हुन त मसँग क्यामेरा भएकोले गर्दाखेरि म बोल्दै हिँड्ने भएर रेस्ट नै हुन्छ होला जस्तो लाग्छ मलाई चाहिँ आज एकजना अङ्कल हुनुहुन्थ्यो दाजु अब जान्छु भन्दै हुनुहुन्थ्यो फेरि हिजै जानुभएको क्या म त साथी हुन्थ्यो सँगै बोल्दै गयो रमाइलो पनि हुन्थ्यो अब खाना चाहिँ उतै खुर्कुर गरेर खानुपर्छ ल दामी मजुर हेर त ओए होए ल लभली हो नि त ओए दामी छ है त्यो चाहिँ हाम्रो ओखलढुङ्गाको परिचय हो क्या ट्याक्क लाएर यतिको बाटोमा देखेन भने त नि हाम्रो ओखलढुङ्गाहरू मजै भएन नि त त्यो त चिनाउनु पऱ्यो नि त यतिको त चाहिँ अहिले बजार आइसकेको छु अनि बजार चाहिँ त्यो पारिपट्टिबाट बजारमा त हिजो शनिबार बजार लाग्छ तर पहिला जस्तो नलाग्ने रहेछ आजपट्टि खासै त्यो पहिला त आम्बो कति धेरै भिड हुने क्या ओहो मान्छे हुने है अनि हामी यहाँ पौडी खेल्थ्यौँ क्या यति बेलातिर बजार आइसकेको यहाँ पौडी खेल्ने पुलमुनितिर त्यो आजभोलि खासै पौडी खेल्ने मान्छे नै हुँदो रहेछ हिजो म बजार गरेको थिएँ त्यो सायद लिनु बोलाएको पहिलो पुल होला हो यो चाहिँ अहिलेसम्मको सबभन्दा सुरुमा बनेको पुल होला अब यो बाटो चाहिँ पिचलाई परेको छ कि अनि यहाँ बजार भयो बजारबाट लगभग ठ्याक्कै 1 घन्टाहरू लाग्छ जान्छु यो बाटो चाहिँ पिच हुन लाग्छ त्यो कच्ची हो लगभग 14 किलोमिटर जान्छु कच्ची छ क्या यो बाटो चाहिँ अब यहाँबाट त्यसपछि भनेको चाहिँ पुरै पिच हो अनि अप्ठ्यारो भनेको चाहिँ उसमै हो रोसी नै त्यहाँबाट यता अप्ठ्यारो छैन त्यो अब यो पनि ठिकै छ 2-4 ठाउँ चाहिँ निकै गाह्रो छ क्या अब यो ओह्रालो झरिसकेपछि चाहिँ पिच बाटो नै छ अलिकति ढलान छ अलमोस्ट पिच बाटो त्यसपछि सबै पिचै बाटो हुन्छ त्यो पुलको मुखमा थोरै मात्रै हो कच्ची बाटो आज धुलो नउडेको भएर राम्रो भएको छ नत्र सम्मै देखिन्छ बाइक हाल्यो यताउता हलिन्छ कस्तो आइरहेछ फुटेज मलाई थाहा छैन के मिलेन कमेन्ट गरिदिनु होला लाइक गरिदिनु होला सानो माया देखाइदिनु होला फेसबुकले पनि केही गर्नेलाई गर भनेर दिएको छ जसरी हुन्छ अब यो उसमा चाहिँ गर्नै पर्ने हुन्छ अब चाहिँ कच्ची बाटो नि सक्यो तर यस्तो चोकरा छोडिदिएको छ नि फेरि यो बाटोमा त्यो काम गर्नेलाई खासै थाहा हुन्न होइन काम गर्छ उता ठेका सकाउँछ पास गराउँछ हिँड्छ उता नवलपुरबाट यता आइसकेको छु अब यहाँबाट त्यही हो 30-35 किलोमिटर जान्छु होला बाटो फुटकोटसम्म फुटकोट गएर खाना खाने त्यसपछि अनि फेरि लाग्ने त्यसपछि त यार 20-25 मिनट हिँडेपछि त कच्ची बाटो आइहाल्छ खेन्द्राङ अब एक ठाउँमा बस्नुपर्छ एकछिन 2-5 मिनट शीतल हेरेर अनि लाग्नुपर्छ बिस्तारै म चाहिँ खाना खाएर निस्किसकेँ अनि अब यहाँबाट भनेको सिधै नेपाल चोकतिर गएर एकछिन बस्नुपर्छ कस्तो चर्को घाम लाग्यो अनि मैले हाफ टी सर्ट मात्रै लगाएर थिएँ कि
यस्तो कालो भयो हात। अब त्यो यो हात सेतो हुनलाई 1 वर्ष लाग्छ यार। अनि पुरा बाउला भएको लुगा लाउनै मन लाग्दैन क्या मलाई चाहिँ, किन हो किन। अनि तपाईँहरूलाई के एउटा रिक्वेस्ट मेरो, अस्ति एउटा भकुण्डेमा जुन घटना घट्यो त्यो बस खसेर धेरैजना 7-8 जना बित्नु भयो है। त्यो चाहिँ एकदमै दुःखको कुरो हो। अनि तपाईँहरू यो बाटोमा एकदिन पहिलोचोटि आउँदै हुनुहुन्छ अथवा तपाईँ बाइकमा होस् या सानो गाडी होस् या ठुलो गाडी होस्, पहिलोचोटि यात्रा गर्दै हुनुहुन्छ भने चाहिँ एकदमै आफ्नोपट्टिको लेन एकदमै च्यापेर हिँड्नु होला क्या। एकदमै आफ्नोपट्टिको लेन च्यापेर होइन, अरू आउँदा डिस्टर्बै नहोस् क्या, त्यसरी हिँड्नु होला है। अनि त्यहाँ सुन्नमा आएको चाहिँ के थियो भने जो एक्सिडेन्टमा परेर पनि बाँच्नु भएको छ उहाँहरूको कुरो चाहिँ के आएको छ भने अगाडिपट्टि बाइक आएको हो या कार आएको हो भन्ने कुरा छ। अनि मैले पनि यो बाटोमा गाडी चलाउँदै गर्दा मैले भएको कुराहरू चाहिँ जब त यो सानो गाडीहरू कारहरू भयो होइन, अनि यो सानो प्राइभेट गाडीहरू एकदमै धेरै चाहिँ रङ साइड आएको देख्छु क्या। मजाले चाहिँ आफ्नो साइड च्यापेर हिँड्नु भयो भने होइन यदि सक्नुहुन्न भने छोडिदिनु, नचलाउनु यो बाटोमा, अरूलाई दुःख दिएर होइन त्यसरी गर्नु हुँदैन। सुरुमा मैले गाडी ल्याउँदा नि मलाई त्यो अनुभव भएको थियो कि म खालि अर्काको साइडमा हिँडिरहेको छु भनेर। हुन त एउटा लेनको बाटो छ यहाँ। अझ मैले त कति देखिरहेको छु यो इभी गाडीहरू अहिले। अब पिकअप त उनीहरूको खत्रै हुन्छ। तिनीहरूले गर्दा कस्तो गरिदिने भने टर्निङतिर पनि स्वाट आइदिने क्या होइन। लोड बोकिरहेको हुन्छ गाडीहरू अथवा के हुन्छ जस्तो। अझ नसा केही नगर्ने अथवा गुड्काहरू केही नखाने मान्छेलाई त एकदमै धेरै गाह्रो हुन्छ क्या निन्द्राले। मैले देखेको चाहिँ इन्डियन गाडीहरू उहाँ यत्रो ठुलो बाटोमा चलाएर आइरहेको हुन्छ है। अब यहाँ आइसकेपछि यत्रो सानो बाटो, उनीहरूको 1 लेन जत्रो छ हाम्रो बाटो, उनीहरू बिच आइदिन्छ के। भनिकन अलिकति अब तिनीहरूलाई त ऊ भइगयो नि त, नेपालीहरू त सबैलाई थाहा छ यो बाटोको बारेमा। कहिलेकाहीँ निकै अलि हतार नि भइरहेको हुन्छ। अब ओभरटेक गऱ्यो, अब अर्को गाडी फुत्ता आउँछ होइन। अब मेरो बानी चाहिँ कस्तो छ भने म चाहिँ स्लो गरिदिइहाल्छु के, हल्का स्लो गरेपछि त कर्छ नि त। अब कोही चाहिँ कस्तो हुनुहुन्छ भने मेरो सानो गाडी देखेर उहाँको ठुलो गाडी चाहिँ पेल्न आउने के हुन्छ नि, एकदमै त्यो साइड हानिदिने त्यस्तो गर्नुहुन्छ। त्यो मैले देखाएको छु 2-4 जना चालकहरू त्यस्तो। मैले सबैले नराम्रो भने होइन, कोही राम्रो गाडी चलाउने नि हुनुहुन्छ नि। यहाँ त 2टा गाडी त मजाले छिर्छ नि त यस्तो बाटोमा त। त्यो हुँदाखेरि चाहिँ यो बाटोको सबै भिडियो खिच्नु त नसकिने रहेछ हौ। ब्याट्री पनि त्यही हो, 2 घन्टा खिच्छ भन्छ यार। खै ब्याट्री पनि टिक्न जस्तो लागिरहेछ मलाई चाहिँ। छोटो मिठो थोरै मात्रै खिच्छु। अब यदि तपाईँहरूलाई चाहिँ पुरै अप्ठ्यारो लाग्छ के होइन, अब यो बाटोमा अप्ठ्यारो लाग्यो गाडी चलाउनलाई, अलिक गाह्रो लाग्यो भने यसरी ठुलो गाडीको पछाडि हिँड्दा पनि हुन्छ। यसरी पछाडि हिँड्ने होइन। यिनीहरू पनि कुदाउनु त मरद नै हो नि, कुदाउनु त भए पनि यिनीहरूको बाटोमा हिँड्दाखेरि कस्तो हुन्छ भने ठिक्क ग्याप मेन्टेन गरेर हिँड्यो भने अनि सजिलो हुन्छ क्या यो बाटोमा। बेलुका भएपछि चाहिँ यो बाटोमा यात्रा नगर्दा हुन्छ। दिउँसो त ठिकै छ होइन, राति अब त्यस्तै हुन्छ क्या, टिफरहरू चलिरहेको हुन्छ। बेलुका अलि स्पिड नै हुन्छ गाडीहरू। हुन त दिउँसोभन्दा राति गाडी चलाउन सजिलो हुन्छ। टर्निङमा को आयो, बाइक आइरहेछ कि गाडी आइरहेछ कि सजिलै थाहा पाउँछ। बाटोहरूमा चाहिँ एकदमै छोटो टर्निङहरू छ क्या, एउटा काट्न नपाए है अर्को आइहाल्छ क्या। मेरो पनि लेफ्टपट्टिको त ठिकै छ, तर राइटपट्टिको टर्निङ खासै कटाइ राम्रो छैन क्या। म त लड्छु कि जस्तो लाग्छ यार यतिको गर्दा पनि। डर यतिखेर चाहिँ एकदमै धेरै भिडभाड हुने रहेछ क्या। म चाहिँ किनभने घर जाँदाखेरि प्रायः उतै कटिसे हुन्थ्यो र पहिलोचोटि आउँदाखेरि म त यतिखेर त लगभग म त भकुण्डे बेसीतिर पुगिसकेको थिएँ क्या। बिहान चाँडै हिँड्ने हो नि त, 6 बजेतिर हिँड्यो भने त अनि यतिखेर त पुगिन्छ भकुण्डे बेसीतिर। नभए त सरदर छिटो जामसाम भएन भने अथवा बाटो क्लियर हुने भने त 6 बजे हिँड्ने हो भने त ठ्याक्कै काठमाडौँ नै पुगिने रहेछ यतिखेर त लगभग।
खाली त खाली छ अनि होइन भए पनि रन्केर आयो भने त भेट्टाइहाल्छ नि यार। यो ठुलो गाडीहरूलाई चाहिँ तपाईँले ट्याक्क एकचोटि हर्न दिनुभयो भने ठुलो गाडीले त माथिसम्म देख्छ नि त बाटो खाली छ कि छैन, उहाँहरूले साइड दिइहाल्नुहुन्छ के। म जहिले त्यही गर्ने हो, ट्याक्क हर्न बजाइदिने हो होइन, मिलेपछि त अब ढ्याक्क लाएर साइड दिइहाल्नुहुन्छ के। जहिले पनि अब हाइवेतिर हिँड्दाखेरि नचिनेको बाटोतिर हिँड्दाखेरि त्यही गर्दा बेस्ट हुन्छ। कस्तो सातो जाने गरी हर्न बजाउने यार। ओहो मुटु कमजोर भयो भने चाहिँ त ढल्छ होला हो। श्रीदेवी माताले सदैव रक्षा गरून् है। म चाहिँ प्राय हप्तामा एकचोटि यो बाटोहरू हिँडिरहेको हुन्छु नि त, ट्याक्क समय मिल्दाखेरि गाडी साइड ल्याएर दर्शन गर्ने हो। अनि यहाँ ऐनाहरू त्यो सबै यो अस्तिको हावाहरूले झार्दैछ क्या, नत्र ठ्याक्क मिलेको थियो नि त। अहिले धेरै जस्तो माथि राखिसकेको रहेछ, नत्र त सबै भुइँभरि थियो क्या। कति तातो हावा आएको आम्बो, एकछिन यहाँ उभिनु पऱ्यो भने के हुन्छ होला। त्यो अब यो गाडीलाई हेरौँ न, यो गाडी कस्तो कता कता कुदिरहेछ क्या, बिच दौडिरह नि त। यो छ यहाँनिर पो सम्म छ, मतलब अगाडि गाडी आएको देखिन्छ। टर्निङतिर यस्तो बिच जाने भयो भने त ल हेर्नु है त, यतापट्टि मेरो बाइकै छिर्छ क्या, मैले ओभरटेक हान्ने हो भने पनि। 220 भने 220 हो क्या साथीहरू, हेर्नु न, 3जना बोकेर मैले ओभरटेक गर्न सकिरहेको छैन है। चलाइ फेरि मरद छ होइन, त्यस्तो नि हुनुपर्छ। ल है यहाँ पनि भटाभट हुँदो रहेछ है। यतिबाट माथि भयो भने नि यार सजिलो हुन्थ्यो यार, मङ्गलडारसम्म त। यसले पनि त बाइक पनि क्या सही ठाउँमा कुदिन्छ क्या भनेको जसरी है। कहिलेकाहीँ त यहाँ हिँडाउँछु भने नि अन्त हिँड्छ भने क्या। तर मलाई आज बाइक चलाउने कस्तो गाह्रो भइरहेको छ क्या, धेरै भइसक्यो नि त। पहिला पो पठाउ हानिन्थ्यो, दिनभरि बाइकमा गरिन्थ्यो। अस्ति 2-4 दिन त हानियो, फेरि हात दुखेर चुपचाप थन्केर बस्यो 8-10 दिन। अब पठाउ गर्नुपर्छ, राइड भ्लग आउँछ है गाइज, खत्रे खालको। अनि तपाईँहरू पनि कुन क्यामेरा लिने, कस्तो क्यामेरा लिने भन्ने सोचिराख्नु भएको छ भने मेरो सजेसन चाहिँ एक्सन 4, 5, 6 जुन किने पनि हुन्छ क्या। किनभने एडभेन्चर कम्बो किन्ने हो, ढ्याक्क लाएर पुरै उ गरेर, बरु अलिकति कुरेर होइन, एडभेन्चर कम्बो किन्ने क्या। एउटा ब्याट्रीले त जम्मा 1 घन्टा खिच्छ तपाईँको। अहिले मैले 2टा ब्याट्री मात्रै युज गरिरहेको छु क्या, एउटा ब्याट्री त फुल चार्जै छ क्या। घरदेखि खुर्कोटसम्म एउटा होइन, नन स्टप खिच्दै आएको मैले। खुर्कोटबाट अलि खुर्कोटसम्म मात्रै खिचेँ, के अरे खुर्कोट नलपुरसम्म मात्रै खिचेँ। उतै मेरो झन्डै आधी घन्टा उतै खिचिसकेको थिएँ, पुरा फुल चार्ज पनि थिएन त्यो ब्याट्री है। मैले युज गरिसकेको थिएँ घरमा त्यो भिडियोहरू। अनि अर्को कुरा भनेको वायरलेस माइक सिधै कनेक्ट हुन्छ क्या तपाईँको। एउटा माइक किन्ने, एडभेन्चर कम्बो किन्ने, अनि स्टार्ट गर्न थाल्ने हो क्या। होइन कस्टली त अब महँगो पर्छ, 1 लाखभन्दा धेरै माथि जान्छ। तपाईँको एउटा मेमोरी कार्डकै 22,000 पर्छ क्या, हाई प्रोसेसरवालाको 22,000 पर्छ। तर अर्को फाइदा फेरि इन्टरनल 50 GB यहीँ छ के क्यामेरामै। तपाईँले एउटा डेली एउटा भिडियो सुट गर्नको लागि त केही गर्नु पर्दैन क्या, न मेमोरी कार्ड चाहिन्छ तपाईँलाई न केही। हरेक कुरामा ठिक छ। गोप्रोको तुलनामा यो चाहिँ एकदमै बेस्ट छ क्या। होइन गोप्रो आफ्नो ठाउँमा ठिक होला, तपाईँको राति खिच्दा होस् या अरू कुरामा लो लाइट पर्फर्मेन्सहरू एकदमै राम्रो छ, स्टेबलाइजेसनहरू एकदमै राम्रो छ, सब कुरा मलाई चाहिँ बेस्ट लाग्यो क्या DJI Action 6 को। त्यो हुँदै गर्दाखेरि चाहिँ मेरो सजेसन चाहिँ त्यही नै हो। होइन फर्स्ट ह्यान्डै किन्नुपर्छ भन्ने नि छैन, फर्स्ट ह्यान्ड होइन सेकेन्ड ह्यान्ड किन्दा पनि हुन्छ, राम्रो खालको पऱ्यो भने होइन। अब फिजिकल ड्यामेज नभएको त्यस्तो भयो भने त राम्रो भइहाल्यो, केही परेन। मलाई चाहिँ सेकेन्ड ह्यान्ड किन्दा कस्तो लागेर मात्रै मैले फर्स्ट ह्यान्ड किनेको हो होइन। अनि कहाँ पाइन्छ, कुन पसलमा बेस्ट पाइन्छ
त्यो पनि भनिदिनु होला। अनि म सुरुचोटि क्या एउटा स्टोरमा किन्न गएको, अनि मैले मेरो हुलिया चाहिँ कस्तो थियो भने पानी परेको थियो, खुट्टामा अलिक चप्पल लगाएको थिएँ क्या मैले, मेरो जुत्ता लाउँदाखेरिको त्यो नङ दुख्ने भएको कारणले गर्दाखेरि। अनि त्यो मान्छेले मलाई तलदेखि माथिसम्म हेऱ्यो क्या, तर मैले पैसा चाहिँ चाहिँदो पैसा बोकेर गएको थिएँ क्या होइन, मेरो हात पनि अलिअलि दुखिरहेको थियो। अनि त्यो मान्छेले मलाई हेरेर 3 चोटिसम्म प्राइस भन्यो क्या। मलाई थाहा हुन्न त, म क्यामेरा किन्न गएको मान्छे कति प्राइस पर्छ। अनि लास्टमा त उसँग क्यामेरा पनि स्टक थिएन क्या। ल अर्कोसँग मगाएर ल्याइदिन्छु रे क्या, होइन उहीसँग क्यामेरा स्टक भएर अथवा भनेको भए पो ओहो होइन, आज मगाउनु पर्ने रे। अनि त्यहाँबाट आधी घन्टा कुर्नु पर्ने रे यार, प्राइस 3-4 चोटि भन्छ यार हेरेर यार, मलाई थाहा हुन्न प्राइस होइन, त्यत्रो किन्न गइरहेछ त्यही पनि अब प्राइस भनेको छ। अलिकति रिस पनि उठ्यो है, ठिकै छ त, चलेकै पसलको नाम चाहिँ लिँदिनँ मैले होइन। अब उहाँ स्टाफ हुनुहुन्छ होला सायद जहाँसम्म लाग्छ, अब साउको के अरे पसलको ओनरले त त्यस्तो गर्नुहुन्न नि त जस्तो लाग्छ मलाई चाहिँ। अनि मैले चाहिँ डिजिआई स्टोर नेपालमा गएर किनेको होइन, जाने बित्तिकै मैले भ्ल्याट्टै केही नभनिकन अहिलेको मूल्यमा किनिदिएको हो क्या। अब मेमोरी कार्ड पनि त्यहीँ गएर किन्छु मैले। त्यो हुँदाखेरि म चाहिँ भन्छु क्या, कसैको बाहिर हुलिया हेरेर भित्र जज नगर न साथी यार होइन। भित्र कस्तो छ मान्छे होइन, बाहिर हेरेर हुन्छ त हुँदैन नि। सबभन्दा खतम बाटो भनेको यही होला हो बाटो। यहाँ त कहिले त यार गाडीहरू पल्टिरहेको पनि देखिरहेको हुन्थ्यो क्या, गाडीहरूले नतान्ने होइन, त्यस्तो भइरहेको देखाएको थिएँ क्या मैले। गाडीले नतानेर बाटोभरि चाँप यार। अब यहाँबाट चाहिँ लगभग सक्यो क्या, अब त सबै पिच बाटो अलिकति अब मास्तिर खनेको ठाउँमा अलिकति हुन्छ, नत्र त सब ठिक छ क्या। रेस्ट गर्दै जाने हो नि त, के हतार ड्युटी त 5 बजे पुग्यो हुन्छ क्या, भर्खर 2 बज्यो। म 3 बजे सरदर काठमाडौँ पुग्छु होला। मलाई अन्तभन्दा यो यता खुर्कुरदेखि यताको बाटोमा चाहिँ गाडी चलाउन होस् या बाइक चलाउन अलिक कन्फिडेन्ट हाई भन्दा पनि बढिरहेको हुन्छ क्या। नेपालको धुलो नउड्ने बाटो भन्ने कहीँ पनि छैन होला यार, धुलो नखाइकन राम्रोसँग हिँड्ने बाटो त एउटा कतै छैन क्या। फेरि न्युट्रल लागिदिन्छ मेरो बाइक त अप्ठ्यारो फेरि। वाउ साथीहरू हेर्नु न कस्तो राम्रो सायरी लेखेको क्या। सुन्दर छ तिम्रो मुहार म दुखीले चिन्न सकिन, अमूल्य छ तिम्रो जीवन म गरिबले किन्न सकिन। वाह अस्ति बस खसेको ठाउँ चाहिँ यहीँबाट नजिकैबाट हो क्या, यतै कताबाट हो क्या, उहाँबाट खास बस खसेको चाहिँ उहाँबाट हो होइन। यहाँ यत्रो ठुलो ठाउँबाट बस खस्यो क्या, ठुलै एक्सिडेन्ट भयो क्या यहाँ चाहिँ, एकदमै ठुलै क्या। बसको त पिस भएको थियो क्या, मान्छे नि 7-8 जना बित्नु भयो, घाइते 17-18 जना। सुन्दा पनि डर लाग्ने घटना क्या। बाटो हिँड्दिने मान्छे गलत भइदिएपछि के लाग्छ त। यो काभ्रे भन्ज्याङ एरियातिर चाहिँ यस्तो अहिले यस्तो गर्मीको मौसम छ होइन, त्यही पनि जाडो भएको छ क्या यहाँ त। ल ज्याकेट निकालेर लाउनु पर्ला जस्तो हो भने, कस्तो जाडो भयो कि पानी पर्छ जस्तो छ। अब रेनकोट घरमै राखेर आइयो, लाउन बर्बाद पारिहाल्यो। मेमोरी पावर किन यसरी लस हुन्छ यार, एकछिनमा सम्झेर एकछिनमा बिर्सिन्छ। ठ्याक्कै अहिले काभ्रे भन्ज्याङमा आइपुगेँ। तपाईँहरूलाई थाहा छ यो बाइक यसरी किन राखेको भनेर? यसको सिग्नल के हो त, यसको अर्थ थाहा छ कसैलाई? कमेन्ट गर्नु होला है त। काभ्रे भन्ज्याङ आएको यार, यहाँ चेकिङ छ जस्तो छ यार आज मामले। छैन चेकिङ, त्यही पनि मलाई चेकिङै पर्दैन क्या।
म हेर्दै सोझो छु नि त यार होइन सोझो भएको देखिन्छ नि त्यसै म सोझो छु त्यही भएर चेकिङै पर्दैन आज शरीरले चाहिँ मलाई चेक गरिरहेछ क्या एम्बुलेन्स बिग्रिया हो कि राखे त्यसरी हो मलाई चाहिँ यो बाटोमा कसैले यस्तो गाडी राखिदियो भने पनि डर लाग्छ क्या एकदमै यार स्वाट कुनै गाडी आएर होइन अत्याइदियो भने पुल्टुको मात्रै भयो भने सकिहाल्यो नि यार गाडीले छुनै परेन क्या त्यही भएर म कहिले पनि यस्तो रोडतिर गाडी यसरी रोकेर राख्दिनँ क्या जहिले साइड लाउने हो म सुरुचोटि काठमाडौँ आएको थिएँ नि त म 2073 सालमा आएको थिएँ काठमाडौँ त्यतिखेर आउँदा चाहिँ मलाई भकुन्डो बेसीतिर आउँदाखेरि चाहिँ ओहो ल अब काठमाडौँ आयो जस्तो लाग्यो क्या किन त्यस्तो लाग्यो थाहा छ पक्की घरहरू देखेँ थोरै मात्रै थियो नि त हाम्रो बजारमा देखिने अब मन्थलीमा अलिअलि थियो त्यहाँभन्दा मन्थली भन्दा यता आएकै होइन कहिले अनि त्यहाँ आइपुगेपछि चाहिँ ओहो काठमाडौँ यही रहेछ क्यारे भन्ने जस्तो लाग्यो होइन फेरि जङ्गलको बाटो आयो यार यहाँको होइन अनि मैले हाम्रो गुरुजीलाई सोधेको थिएँ हामी कहाँ आइपुग्यौँ भनेर भकुन्डे भएपछि अनि काठमाडौँ कति टाइम लाग्छ अब भने अनि लाग्छ अझै 1-1.5 घन्टा भन्नुभएको थियो क्या अनि यो बाटो त एकदमै सानो नि त होइन अब दुईवटा ठुलो गाडी त ओहो गाडी यसो हेर्छु म चाहिँ अगाडि बसेर आएको थिएँ पुरै छुन लागिसक्यो है ल गाडी त छुटछुट छिरिरहेको छ क्या मलाई त्यो कुरामा जहिले अचम्म लाग्थ्यो क्या अनि मैले जब आएर गाडी लाइनको बारेमा बुझेँ जाने तब मलाई लाग्थ्यो कि म अब यो नेपालमा कहिले पनि ड्राइभर हुन्न त्यस्तो लाग्थ्यो क्या ड्राइभर हुन्न होला यार यस्तो गाह्रो छ यार काठमाडौँमा हेऱ्यो बाइक छ बाहिर हिँड्यो त्यस्तै छ होइन कसरी चला होला हेर्दा छोइ नै सक्यो अचम्मै भएन त अब स्पिड फेरि त्यस्तै छ ड्राइभर चाहिँ भइयो अहिले बेरोजगार भएर हल्लेर हिँड्नु परेको छैन यसो सानातिनो काम नेपालको बेस्ट स्यालेरीकै काम छ जे भयो नि मलाई त लाग्छ अहिले सामान्य उसमा कमाउने भनेको चालकलेहरूले नै होला जस्तो लाग्छ क्या अब ठुलो गाडीको त भइ नै हाल्दैन धेरै नै हुन्छ अनि त्यो मात्रै नभइकन नर्मल स्यालेरी ओभरटेकै गर्न सकिएन जस्तो छ मैले पनि यो टिभिएस राइडर किन ठिक परेको थिएँ क्या यसपालि एकचोटि यार मलाई दामी लाग्थ्यो यसको आवाज सब कुरा बेस्ट लाग्थ्यो तर होचो हाल्न साथी हो ओभरटेक एउटालाई चाहिँ यार इभी गाडीले धेरै ओभरटेक हान्नुपर्ने हो नि हो यस्तो हो क्या तर यो इभी गाडी हो र होइन डिजल गाडी जस्तो छ यार यो त हो त्यस्तै लाग्यो साइलेन्सर छ यसको त आजभोलि इभी गाडी हो कि मेनुअल गाडी हो थाहा नै पाउन सकिँदैन भने नयाँ गाडी आछ 3 बजे चाहिँ उसमा पुग्नु पर्यो भनेको सकिँदैन जस्तो छ यार ओए यार खतरा ओभरटेक गरिदिँदा रिक्स हो नि टर्निङमा ओभरटेक गर्नु त यार मैले अघि नै भनेको थिएँ नि इभी गाडीहरू आजभोलि त एकदमै हाफ बोकेर आज ठुलो गाडीहरू एकदमै धेरै हिँड्दा छ यो बाटो
बरु ढिला जान्छु यार, टर्निङमा त ओभरटेक गरेर जान्न। दुबई नभए कतार छ, हामीलाई अलि हतार छ होइन यार, हतार छैन। ल साथीहरू, अब यो भिडियोलाई चाहिँ म यहीँ इन्ड गरिदिन्छु। के कस्तो भयो, राम्रो भए राम्रो भनिदिनु होला, नराम्रो भए नराम्रो भनिदिनु होला। लाइक कमेन्ट सेयर गर्न चाहिँ नबिर्सिनु होला। मेरो रिक्वेस्ट, तपाईँको मोबाइलमा यदि भिडियो आइपुगिसकेपछि कम्प्लिटली भिडियो हेर्नुहुन्छ नि, अनि तब युट्युब होस् या फेसबुक सबैले त्यो भिडियोलाई चाहिँ अनि अलिक प्रमोट गरिदिन्छ क्या। ल साथी, बाई बाई है त, सी यू नेक्स्ट भिडियो है।